हेलो नमस्कार शुभ प्रभात जोजोलोपा। तपाईहरुलाई कतिले विचार गर्नुभएको छ या छैन है, भिडियो लामो पनि हुन्छ होला, म सर्टकटमा भनिदिन्छु। धेरै सहकारीहरुमा चाहिँ अब व्यापारी साथीभाइहरुले अथवा घरमै बस्ने अब महिला दिदीबहिनीहरुले चाहिँ सहकारीमा चाहिँ पैसा जम्मा गरेर वर्ष दिनमा अथवा 6 महिनामा चाहिँ एकमुष्ट निकाल्नुहुन्छ हैन। र त्यो सहकारीले तपाईको सहकारीको कस्टमर भए बापत चाहिँ वर्षै पछि नयाँ सालमा चाहिँ क्यालेन्डर दिने गरेछ, बाँड्ने गरेछ है। र तपाईहरुलाई कसलाई चाहिँ कतिको मनपर्छ उहाँहरूले दिएको क्यालेन्डर, मलाई पनि ठिक लाग्छ, उहाँहरूले दिनुहुन्छ क्यालेन्डर राम्रो लाग्छ। म त्यसमा कम्प्लेनको लागि चाहिँ मैले भिडियो बनाएको हैन। तर ती मध्येमा चाहिँ बिना ग्राहक बिना त्यहाँनेरि गएर उहाँहरूको सेवा सुविधा नलिकन पनि एउटा यस्तो संस्था छ, एउटा यस्तो के अरे हाम्रो संस्थै भनौँ न, जसले चाहिँ निस्वार्थ तरिकाले चाहिँ प्रत्येक घरमा प्रत्येक व्यक्तिलाई चाहिँ क्यालेन्डर दिएर जानुहुन्छ। र त्यो क्यालेन्डर स्पेसल मलाई चाहिँ सबैभन्दा मन परेको क्यालेन्डर है। बिना स्वार्थ बिना सेवा उहाँले चाहिँ दिइराख्नु भएको क्यालेन्डर छ, तर पनि एक नम्बर क्यालेन्डर छ। त्यो कुन क्यालेन्डर हो भन्दाखेरि धरान डेन्टल, यो फ्रन्ट क्यामेरा भएकोले गर्दा उल्टो देखिन्छ, धरान डेन्टलको क्यालेन्डर रहेको छ। मलाई चाहिँ यस्तो दामी लाग्छ है। सित्तैमा दिनुहुन्छ, उहाँहरूले आएर बाँड्नुहुन्छ, दोकानमै ल्याइदिनुहुन्छ, सुविधा पनि दोकानमै ल्याइदिनुहुन्छ। र उहाँको क्यालेन्डरको जुन यो के अरे अक्षरको साइजहरू छ अनि यहाँनेरि राखिएको जुन प्योर नेपालीमा राखिएको छ, त्यो एकदम मनपर्छ, मलाई धेरै राम्रो लाग्छ। मलाई मन परेको क्यालेन्डर चाहिँ धरान डेन्टलको क्यालेन्डर है। तपाईहरुलाई चाहिँ कसले दिएको, कुन संस्थाले दिएको क्यालेन्डर मनपर्छ कमेन्टमा कमेन्ट गरिदिनु होला। आई लभ दिस है, मलाई चाहिँ एकदम मनपर्छ। धन्यवाद छ हाम्रो धरान डेन्टलका सञ्चालकज्यूहरू र अहिले यो क्यालेन्डर दिएर जानुहुने भाइहरू, दिदी बहिनी जो पनि हुनुहुन्छ, उहाँहरूलाई धेरै धेरै धन्यवाद हामीलाई यो सुविधा दिनुभएकोमा है त। हस् त।